नमस्कार। हामी चैतन्य पाठशाला धनगढीको शैक्षिक जागरण अभियान 2082 को लागि धनगढीबाट पहाडी क्षेत्र डोटीको बोक्टान फुटसिल गाउँपालिकाको यात्रामा छौं। हाम्रो यात्रामा हामी सुदूरपश्चिम प्रदेशका कैलाली, डोटी, अछाम, बजाङ, डडेलधुरा, बैतडी, दार्चुला र बाजुराका विभिन्न स्थानहरूमा पुग्नेछौं तथा केही समयमा नेपालको सुदूरपश्चिम बाहेक अन्य प्रदेशको समेत योजना बनाइरहेका छौं। हाम्रो यात्रामा हामी विभिन्न शैक्षिक संघ संस्थाहरूमा पुग्नेछौं। आजको भिडियोमा हामीले श्री खत्याडी माध्यमिक विद्यालय, बोक्टान फुटसिल गाउँपालिका 7, चमरा, चौतारा, डोटीमा चैतन्य शैक्षिक जागरण अन्तर्गत स्मार्ट बोर्ड हस्तान्तरण गरेका छौं। यो यात्रामा गरेका कार्यहरू सामाजिक सञ्जालमा राख्नुको उद्देश्य कुनै प्रसार गर्नु भन्दा पनि सम्पूर्णलाई जागरुक गराउनु हो, जसले अरू सहयोगी हातहरूलाई समेत सहयोग गर्ने इच्छा, प्रेरणा र हौसला मिलोस्। हाम्रो यात्रा निरन्तर चलिरहेको छ। यसमा हजुरको साथ, सहयोग र सुझावको समेत ठूलो अपेक्षा गरेका छौं। स्मार्ट बोर्ड भर्खरै हाम्रो हस्तान्तरण भएको छ। जसरी हाम्रो सुदूरपश्चिमलाई नै एउटा शैक्षिक हबका रूपमा विकास गर्नका लागि र साथसाथै एउटा नेपाललाई नै तपाईको शैक्षिक जगतमा र संस्कारिक जीवनमा पनि शिक्षा र एउटा संस्कारको सङ्गमका रूपमा जसरी एउटा सोच र चिन्तनका साथ आज धनगढीमा अवस्थित जो चैतन्य एकाडेमी छ, चैतन्य पाठशाला छ, त्यस अन्तर्गत उहाँले दर्जनौं मात्र होइन धेरै कार्यहरू गरिसक्नु भएको छ। बोक्टान फुटसिल गाउँपालिकामै पनि यस वर्ष, यसभन्दा अगाडिका वर्ष र आउने वर्षहरूमा पनि उहाँको एउटा सोच र सङ्कल्प छ। यो ठाउँप्रतिको एउटा लगाव छ, यो माटोप्रतिको, यो मातृभूमिप्रतिको र साथसाथै उहाँले मैले भने सुरुमै सुदूरपश्चिमलाई पनि एउटा शैक्षिक हबका रूपमा विकास गर्ने र संस्कारका रूपमा पनि यसलाई एउटा नेपालभरि फैलाउने र विश्वभरि पनि एउटा सन्देश दिने उद्देश्यले जो कार्यक्रमहरू अगाडि बढाउनु भएको छ, म यसका लागि हृदयदेखि र पालिकावासीका तर्फबाट, मेरो व्यक्तिगत तर्फबाट पनि म उहाँको चैतन्य अभियान सफल रूपमा अगाडि बढ्नेछ र बढोस् भन्ने म शुभकामना पनि व्यक्त गर्न चाहन्छु र उहाँलाई धेरै धेरै धन्यवाद पनि दिन चाहन्छु पालिकावासीका तर्फबाट र पालिकाको अध्यक्षको तर्फबाट पनि। र उहाँबाट सिकेका छौँ र त्यसलाई आफ्नो जीवन व्यवहारमा र आफ्नो नीति तथा कार्यक्रममा र पालिकाको शिक्षालाई मजबुत बनाउनका लागि अथवा अगाडि बढाउनका लागि पनि हामीले धेरै प्रयासहरू गरेका छौँ। हाम्रो आदरणीय व्यक्तित्व गणेश जोशीज्यूबाट त्यो प्रेरणा हामीलाई मिलेको छ र त्यो प्रेरणा आज बोक्टान फुटसिल गाउँपालिकाका हजारौं विद्यार्थी दान गर्नेछौँ उहाँलाई र आगामी दिनमा उहाँको अभियानसँग हामी पनि जोडिनेछौँ र धेरै कुरालाई हामीले अनुसरण गरेर पनि अगाडि जानेछौँ। किनभने जुन कुरा मैले भने नि राज्यका लागि, एउटा स्थानीय सरकारका लागि, प्रदेश सरकारका लागि पनि धेरै कुराहरू उहाँहरूले गरेका अनुकरणीय छन् र जुन कुरा हामीले त्यसलाई एउटा स्थान दिएर अगाडि बढ्दा समग्र भनौँ न शिक्षालाई एउटा के भन्छ काम गर्ने व्यक्तित्वहरूको तर्फबाट पनि त्यो प्रेरणा उहाँलाई मिल्नेछ, अवश्य मिल्नेछ भन्ने मैले एउटा प्रतिज्ञा पनि गरेको छु र प्रतिबद्धता पनि व्यक्त गर्न चाहन्छु। नमस्कार। मलाई अत्यन्त खुसी लागिरहेको छ। मैले 8, 9 र 10 कक्षा अध्ययन गरेको यस विद्यालयमा आजभन्दा 32 वर्ष अगाडि जुन सपना, जुन लक्ष्य, जुन उद्देश्य बोकेर म यो पवित्र प्राङ्गणमा आएको थिएँ, त्यसपछिको मेरो सबै यात्रा अत्यन्त स्वर्णिम र सार्थक बन्दै अगाडि बढिरहेको छ। वास्तवमा म अहिले सेवा र सिकाइको प्रारम्भिक यात्रामा छु। मैले त्यस्तो धेरै ठुलो कुरा केही हासिल गरिसकेको छैन। म मेरो जीवनको सिकाइको प्रारम्भिक चरणमा छु र मलाई जे जति सेवाको कर्ममा, शिक्षाको कर्ममा, शिक्षा सेवाको माध्यमबाट जीवनलाई अगाडि बढाउने जुन उत्प्रेरणा र प्रेरणा मिलिरहेको छ, यो सबै कुराको धरातल, यो सबै कुराको जग, यो सबै कुराको पृष्ठभूमिमा खत्याडी माविको अत्यन्त महत्त्वपूर्ण र अत्यन्त स्वर्णिम र अत्यन्त प्रेरणादायी योगदान रहेको छ। मैले यही परिवेश, यो पर्यावरण, यो प्राकृतिक सौन्दर्यता र यो पवित्र विद्याको मन्दिरबाट जीवनलाई सत्मार्गमा, सेवाको यात्रामा, सकारात्मक सोचको यात्रामा र सहृदय चरित्र र चिन्तनको यात्रामा अगाडि बढाउने एउटा चेतना र विवेकको जग यो विद्यालयले निर्माण गरेको छ। यदि मैले मेरो जीवनको कालखण्डबाट यो विद्यालयमा बिताएका 3 वर्षलाई
बिर्सिने हो भने मेरो जीवन अधुरो र अपुरो रहन्छ। तसर्थ म आज जहाँ छु, जे गर्दैछु, यसको पछाडि सम्पूर्ण गुरुहरू, गणेश प्रसाद उपाध्याय जस्तै सम्पूर्ण श्रद्धेय गुरुहरूको ठुलो योगदान छ। आदरणीय गुरु गणेश प्रसाद उपाध्यायले अघि मेरो बारेमा धेरै कुराहरू भन्नुभयो। त्यो प्रेमपूर्ण हार्दिकता, त्यो हौसला र त्यो आशीर्वादका लागि म हृदयदेखि नै आभारी छु। वास्तवमा गुरुले भनेकै जस्तो व्यक्तित्व र चरित्र निर्माण हुन सकोस्, त्यसका लागि म प्रयास गर्नेछु र म सम्पूर्ण गुरुहरूलाई सम्झिन्छु। सम्पूर्ण गुरुहरूप्रति मेरो उच्च सम्मान छ, मेरो मातापिताप्रति उच्च सम्मान छ र म देवता पुज्ने संयोग जुराएर सेवाको यात्रामा हिँडेको थिएँ। यो यात्रामा आज चौथो कार्यक्रम हामी आयोजना गर्दैछौँ। यही दौरानमा केदारखेडा मावि, जहाँ मैले प्रारम्भिक शिक्षा लिएँ, त्यहाँ मैले हाम्रो पहलमा, चैतन्य शैक्षिक जागरणको पहलमा फर्निचरहरू हस्तान्तरण गऱ्यौँ हामीले केही थान। त्यसपछि कानाचौर माविमा विद्यार्थी भाइ बहिनीहरूका लागि शैक्षिक सामग्रीहरू वितरण गऱ्यौँ। त्यसपछि बोरबाडामा रहेको एउटा बाल विद्यालय छ, सानो कक्षा 3 सम्म, त्यहाँका बालबालिकाहरूलाई पनि हामीले केही शैक्षिक सामग्रीहरू वितरण गऱ्यौँ। र आज हामीले खत्याली माविमा गत वर्ष मैले प्रतिबद्धता गरे अनुसार स्मार्ट बोर्ड हस्तान्तरण गर्ने यो सुखद संयोगमा म उभिएको छु। र यो सबैको पछाडि हाम्रा कुलदेवताहरू, हाम्रो देवी देवताहरू, पितृदेवहरू, यहाँहरू जस्तो सबै शुभेच्छकहरूको ठुलो आशीर्वाद र प्रेरणा मैले पाएको छु। र प्यारा विद्यार्थी भाइ बहिनीहरू, कक्षा 8, 9 र 10 जीवनको धेरै नै महत्त्वपूर्ण समय हो। हाम्रो विद्यार्थी जीवनको अति नै महत्त्वपूर्ण, जीवनलाई कसरी अगाडि बढाउने, भविष्य कतातिर डोर्याउने, मैले छान्ने पेसा र सेवाको क्षेत्र के हुन सक्छ भनेर त्यसको एउटा आधार निर्माण गर्ने समय पनि हो। मैले जीवनमा जागिरी खोज्ने होइन, जागिरी निर्माण गर्ने, सृजना गर्ने भन्ने सपना कक्षा 8, 9, 10 मै निर्माण गरेको हो। र मैले कक्षा 8 मा देखेका सपनाहरूका लागि म अहिले सङ्घर्ष गरिरहेको छु। त्यसैले यो विद्यार्थीहरूलाई हामी साना केटाकेटी नै छौँ, हामीले अहिले जे गरे पनि हुन्छ भन्ने किसिमको सोचबाट हामी मुक्त हुनुपर्छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ, कतिपय संसारमै चमत्कारिक आविष्कारहरू, संसारमै अपत्याले लाग्ने, असम्भव लाग्ने कुराहरू कलिलै उमेरमा हासिल गरेका थुप्रै इतिहासहरू छन्, थुप्रै त्यस्ता प्रेरक व्यक्तित्वहरू छन्। त्यसैले यो कक्षा 8, 9, 10 को समय भनेको तपाईँको जीवन निर्माणको अत्यन्त महत्त्वपूर्ण समय हो। र आदरणीय अभिभावकहरू, यहाँहरूले बालबालिकाहरूलाई धेरै सुविधा सम्पन्न अवसरहरू दिन नसके पनि तपाईँ घरमा सकारात्मक, प्रेरणादायी, उत्प्रेरणादायी, हौसलापूर्ण, प्रेमपूर्ण एउटा संस्कारको विकास गर्न सक्नुहुन्छ। महान दार्शनिकले भन्नुभएको छ, एउटा बालकका लागि पहिलो पाठशाला भनेको उसको जन्मघर, उसको परिवार हो र पहिला अध्यापकहरू उसका बुवा आमा हुन्। त्यसैले हामी अध्यापकको रूपमा र हाम्रो घर पाठशालाको रूपमा छ कि छैन भन्ने कुरा आम अभिभावकले सोच्न र मनन गर्न जरुरी छ। र त्यसै गरी जो शिक्षण पेसामा हामी छौँ, शिक्षाको क्षेत्रमा छौँ, शिक्षा सेवाको माध्यमबाट समाजको सकारात्मक रूपान्तरणका निमित्त हामी हाम्रो यात्रा अगाडि बढाइरहेका छौँ। हाम्रो जिम्मेवारी केवल पाठ्यक्रम मात्र पढाउने होइन, हाम्रो जिम्मेवारी केवल विद्यार्थीलाई प्रश्नको उत्तर दिन सक्षम तुल्याउने मात्र होइन, हाम्रो जिम्मेवारी भनेको बालबालिकाको सोच, विचार, चरित्र निर्माणको जगको विकास गर्ने हो। त्यसैले हामी शिक्षक साथीहरूले सूचनाको स्रोत होइन, प्रेरणाको स्रोत बन्न जरुरी छ। हामी शिक्षक साथीहरूका आनी बानी, व्यवहार, चरित्र, हाम्रो जीवनशैली, हाम्रो प्रस्तुति, हाम्रो भाषा, हाम्रो जीवन जसरी बाँचिरहेका छौँ, यी कुराहरूबाट बालबालिकाहरूले धेरै कुराहरू सिक्छन्। त्यसैले एउटा शिक्षा क्षेत्रमा लागेको मान्छे शारीरिक रूपमा पनि, व्यक्तित्वको रूपमा पनि अत्यन्त प्रेरणादायी र पूजनीय हुन जरुरी छ। जब शिक्षक पूजनीय र वन्दनीय हुन्छ, जब शिक्षकको आनी बानी र व्यवहारहरू विद्यार्थीले आफ्नो जीवनमा उतार्न चाहन्छन्, तब एउटा शिक्षक साँच्चीकै शिक्षक भन्न लायक हुन्छ। शिक्षण पेसा भनेको त्याग र समर्पणको पेसा हो। शिक्षण पेसा भनेको समाजलाई सकारात्मक बाटो देखाउने पेसा हो र हामी समाजका ऐना हौँ। यो कुराको संवेदना, यो कुराको पेसागत मर्यादा हामीले आफ्नो व्यवहार र चरित्रमा उतार्न जरुरी छ। र नागरिक समाज, स्थानीय सरकार, हाम्रो आदरणीय अध्यक्षज्यू यहाँ हुनुहुन्छ, उहाँ अत्यन्त चिन्तनशील, अत्यन्त भद्र, अत्यन्त शालीन हुनुहुन्छ
मैले उहाँलाई लामो समयदेखि चिन्दछु। भौतिक रूपमा भेटघाट र समन्वय भएको थोरै वर्ष भए पनि उहाँको बाल्य अवस्थादेखि नै म चिन्दछु। उहाँको चरित्र पनि अत्यन्त प्रेरणादायी छ। म उहाँहरूलाई के अनुरोध गर्न चाहन्छु भने यदि तपाईँ साँच्चीकै समाज बनाउन चाहनुहुन्छ, यदि साँच्चीकै तपाईँ यो समाजको स्वरूपलाई परिवर्तन गर्न चाहनुहुन्छ भने तपाईँहरू सबैको प्राथमिकतामा शिक्षा हुन जरुरी छ। तपाईँले शिक्षामा रूपान्तरण गरेपछि मात्र समाजको रूपान्तरण सम्भव छ। जुन राष्ट्रको हामी समृद्धिको कुरा गर्छौँ, विश्व मानचित्रमा नेपालको जो परिवेश छ, जुन अवस्थाबाट हामी गुज्रिएका छौँ, हामी प्राकृतिक रूपले सांस्कृतिक रूपले निकै सम्पन्न छौँ र समृद्ध छौँ, तर वैज्ञानिक विकास, सुशासन र समृद्धिको यात्रामा अझै पनि कता कता हामी 16औं 17औं शताब्दीमा त छैनौँ भन्ने कुरा प्रतीत हुन्छ। हामी धेरै अभावमा छौँ, धेरै सङ्कटमा छौँ। हाम्रो बीचमा सामाजिक सौहार्दता पनि खलबलिएको छ र मानवीय चेतना र मनोविज्ञान पनि दिन प्रतिदिन नकारात्मक हुँदै गइरहेको छ। यो सबै कुरालाई सुधार्ने, यो सबै कुरालाई सही दिशामा ल्याउने भनेको शिक्षाले हो। त्यसका लागि समाज निर्माणको जग शिक्षा हो भन्ने कुरालाई आत्मसात गरेर हाम्रो प्राथमिकतामा शिक्षा पर्न जरुरी छ। त्यसैले स्थानीय सरकारसँग जुन स्वायत्तता छ, जुन आत्मनिर्णयको अधिकार छ, जुन किसिमका नियम कानुनहरू स्थानीय सरकारले स्वतन्त्र रूपले बनाउन सक्छ, यो नै संघीय गणतान्त्रिक मुलुकको सौन्दर्यता हो। यो कुराको सदुपयोग गर्दै हामीले शिक्षामा आमूल परिवर्तनको सुरुवात गर्नुपर्छ र म चाहन्छु त्यसको सुरुवात बोक्टान फुटसिल गाउँपालिकाबाट होस्। म चाहन्छु बोक्टान फुटसिल गाउँपालिकाले नेपालमै उदाहरणीय नमुना र आदर्श अभ्यासहरूको थालनी गरोस्, हामीलाई पनि गौरव लागोस्। म बोक्टान फुटसिल गाउँपालिकाको नागरिक हुँ भन्नमा र त्यो परिचयका साथ उभिनमा हामीलाई आत्मसम्मानको महसुस होस्। म भौतिक रूपले बोक्टान फुटसिल गाउँपालिकामा कम बस्छु, तर मानसिक रूपले, आत्मिक रूपले यहाँको विषयमा म धेरै चिन्तन गर्छु, यहाँको विषयमा म धेरै सोच्छु र वास्तवमै भन्नुपर्ने हो भने मैले आफ्नो बसाइसराई पनि गरेको छैन। म यहाँको भोटर पनि हो र कुनै दिन यो बोक्टानको विकास निर्माणको विषयमा, यहाँको समृद्धिको विषयमा अझ घनीभूत रूपले आफ्नो भौतिक रूपमा सक्रियता बढाउने संयोग पनि जुर्न सक्छ। त्यसका लागि पनि म मानसिक रूपले तयार छु। म जुन किसिमले शैक्षिक संस्थाहरूका लागि काम गरिरहेको छु, त्यो म कुनै सम्पन्नता भएर मैले धेरै पैसा कमाएर होइन। मलाई के लाग्यो भने जीवनमा एक दिन मर्नुपर्छ, यो कुरा सत्य छ। हामी जन्मसँगै मृत्युको सर्टिफिकेट पनि लिएर आएका हौँ। त्यसैले यो जन्म र मृत्युको बीचको जुन यात्रा छ, यो यात्रालाई समाजका लागि, सहृदयताका लागि, सेवाका लागि हामीले समर्पित गर्यौं भने हामी मान्छे भएर जन्मिनुको सान्दर्भिकता पुष्टि हुन्छ। अन्यथा हामी जन्मिनु र एउटा जनावर जन्मिनुमा खासै भिन्नता हुँदैन। त्यसैले यदि मानव सोलालाई अरू आम जनावर र प्राणीहरू र वनस्पति भन्दा भिन्न बनाउने हो भने हाम्रो चेतना र विवेकको प्रयोग गरेर हामीले समाजका लागि केही योगदान दिन जरुरी छ र त्यसमा पनि हाम्रो समाजलाई सकारात्मक दिशा निर्देश गर्नका निमित्त हामीले शिक्षामा रूपान्तरण गर्न जरुरी छ। त्यसैले विगत 3 वर्षदेखि हामीले मेरो पहलमा, मेरो संयोजनमा धनगढीमा चैतन्य पाठशाला नामक शैक्षिक संस्थाको स्थापना गरेका छौँ र त्यसको दर्शन छ शिक्षा र संस्कारको संगम, जहाँ शिक्षाले सक्षमताको विकास गर्नेछ र संस्कारले सचेतनाको विकास गर्नेछ। अहिले हाम्रा बालबालिकाहरूलाई विश्व समाजसँग प्रतिस्पर्धा गर्ने सक्षमता आवश्यक छ। त्यसै गरी हाम्रा मूल्य, मान्यता, आदर्श र सामाजिक सचेतना र संवेदनालाई आत्मसात गर्ने र सही अर्थमा मान्छे भएर बाँच्ने सचेतनाको पनि विकास गर्न जरुरी छ। त्यसैले हामीले शिक्षा र संस्कारको संगम भनिरहेका छौँ। त्यसै गरी अर्को हाम्रो दर्शन रहेको छ वेद र विज्ञानको संयोजन, जहाँ हामीले हाम्रा आदिकालीन सभ्यता, सनातनीय ज्ञान प्रणाली, वेदमा भएका अनन्त ज्ञानका असीमित स्रोतहरू र अनमोल ज्ञानका स्रोतहरूलाई अहिलेको विश्व विज्ञानसँग जोड्नुपर्छ भनेर हामीले वेद र विज्ञानको संयोजनको अभ्यास गरिरहेका छौँ। हाम्रा सबै कक्षाहरूमा स्मार्ट बोर्ड छन्। मैले सोचे मैले पढेको विद्यालयमा पनि त एउटा स्मार्ट बोर्ड हुनुपर्छ नि। त्यसैले त्यो भावनाबाट प्रेरित भएर आजबाट यस विद्यालयमा पनि स्मार्ट बोर्ड आएको छ र तमाम विद्यार्थी भाइ बहिनीहरूले अब यो स्मार्ट बोर्डको
उच्चतम लाभ लिनेछन् र त्यसको सही सदुपयोग र परिचालन हुनेछ भन्ने विषयमा म विश्वस्त छु। विद्यार्थी भाइ बहिनीहरू, तपाईहरू सबैका लागि यो खुसीको कुरा हो। एकपटक यो खुसीमा ताली बजाउनु हुन म अनुरोध गर्दछु। तपाईहरुका अगाडि स्मार्ट बोर्ड छ। यो स्मार्ट बोर्ड चाइनामा म्यानुफ्याक्चर भयो, काठमाडौँमा आयातित भयो, चैतन्य पाठशालाले मगायो। हाम्रो आदरणीय अध्यक्षज्यूले आफ्नो गाडीमा प्रेमपूर्वक यहाँसम्म ल्याउनु भयो। आज तपाईहरुको अगाडि हामीले इन्स्टल गरेका छौँ। यहाँ तपाईले धेरै ज्ञानगुणका कुराहरू, धेरै सूचनाका कुराहरू, धेरै विश्वव्यापी अभ्यासका कुराहरू सिक्न पाउनुहुनेछ। यसको सदुपयोग गर्नुहोला। र अर्को विषय, चैतन्य पाठशालाले प्रकृति र संस्कृतिको सम्मानका लागि शिक्षा भनेको छ। हामीले विश्वका सुप्रसिद्ध विश्वविद्यालय महाविद्यालयहरूबाट जतिसुकै जस्तोसुकै डिग्री हासिल गरे तापनि युनिभर्सिटीको डिग्रीमा हामी गोल्ड मेडलिस्ट सर्वोत्कृष्ट भए तापनि जबसम्म हामीले हाम्रो प्रकृति र संस्कृतिलाई बुझ्दैनौँ, जबसम्म हामीले प्रकृति र संस्कृतिको महिमालाई आत्मसात गर्दैनौँ, हाम्रो शिक्षा अधुरो अपुरो हुन्छ। त्यसैले चैतन्य पाठशालाले प्रकृति र संस्कृतिको सम्मानका लागि शिक्षा भनेको छ। यो विषयको प्रवर्धन गर्न हामी विगत केही वर्षदेखि चैतन्य शैक्षिक जागरण अभियानमा छौँ। यस सन्दर्भमा मैले पहिलो पाइला, पहिलो कदम सुदूरपश्चिमबाट सुरु गरेको छु। यसमा हाम्रो टिम छ, साथीहरू हुनुहुन्छ, सबैको प्रेरणा छ, सबैको सक्रियता छ, सबैको सहभागिता छ। हाम्रो गुरुहरूको आशीर्वाद छ, मातापिताको आशीर्वाद छ, देवी देवताहरूको आशीर्वाद छ, यो प्रकृतिको प्रेरणा छ। यो सबै कुराबाट सम्भव भइरहेको छ। त्यसैले हामीले बाजुरा, बझाङ, अछाम, डोटीका विभिन्न जिल्लाहरूमा, यस्ता खालका विभिन्न गाउँपालिकाहरूमा, विभिन्न ठाउँहरूमा यो काम गरिरहेका छौँ। सुदूरपश्चिमबाट भएको यो शैक्षिक जागरण बिस्तारै पूर्वी नेपालसम्म पुग्नेछ र यसपछिको मेरो जीवनको यात्रा शैक्षिक सुधारमा नै समर्पित हुनेछ। आगामी दिनहरूमा पनि खतेडी माविको शैक्षिक उन्नयनमा, यहाँको शैक्षिक विकासमा, यहाँको शैक्षणिक सिकाइ क्रियाकलाप र अभ्यासहरूमा चैतन्य पाठशालासँग हामी समन्वय गर्नेछौँ र हाम्रा विद्यार्थीहरूलाई अध्ययनका लागि, भ्रमणका लागि चैतन्य पाठशालासम्म पुर्याउनेछौँ। तपाईहरूले केही विद्यार्थीहरूको समूह बनाएर ती विद्यार्थीलाई अध्ययनका लागि, सेयरिङका लागि र केही आत्मविश्वास र आत्ममनोबल विकासका लागि चैतन्य पाठशालामा पठाउन सक्नुहुनेछ। यहाँका शिक्षकहरू गएर हाम्रा शिक्षकहरूसँग अन्तर्क्रिया गर्न सक्नुहुनेछ। हाम्रा शिक्षकहरू आएर तपाईँहरूसँग भेट्नेछन्। यसरी विभिन्न खालको साझेदारीमा हामी शैक्षिक विकासमा हातेमालो गरेर अगाडि बढ्न सक्नेछौँ। यिनै कुराहरू राख्दै यो खत्याडी मावि एउटा ऐतिहासिक विद्यालय हो। खत्याडी माविबाट अध्ययन गरेर संसारका विभिन्न ठाउँमा सर्वोत्कृष्ट र विभिन्न महत्त्वपूर्ण पदमा आसीन थुप्रै व्यक्तित्वहरू हुनुहुन्छ। उहाँहरूको अगाडि म गणेश जोशी केही पनि होइन। ती सबै मान्छेलाई प्रेरणा मिलोस् भनेर पनि मैले खत्याडी माविलाई सहयोग गरेको हो र ती महान व्यक्तित्वहरूको एक नजर खत्याडी मावितिर परोस् भन्ने शुभकामना र सदिच्छा व्यक्त गर्दछु। र यहाँहरू सबैको प्रेमपूर्ण हौसलाका लागि, यो सम्मानका लागि, यो अवसरका लागि र तपाईँहरू सबैसँगको साक्षात्कारबाट जुन मैले सिकाएर उत्प्रेरणा पाएँ, यी सबै कुराका लागि म अनुग्रहित छु। र अन्तिममा हाम्रो आदरणीय गुरु, मेरो परम आदरणीय गुरु गणेश प्रसाद उपाध्याय सर, जसले 4 दशक शिक्षण पेसामा बिताउनु भयो र आजबाट उहाँ औपचारिक रूपमा यस विद्यालयबाट विदाई हुनुभएको छ। उहाँको यो निवृत्त जीवन सामाजिक कर्ममा, समाजको सकारात्मक रूपान्तरणमा र समाजका युवाहरू र सबैको उत्प्रेरणामा अग्रसर होस्। उहाँलाई सुस्वास्थ्य, दीर्घायुको शुभकामना व्यक्त गर्दछु। र उहाँले मलाई कक्षा कोठामा धेरै नपढाए पनि जीवनको यात्रामा धेरै ठुलो शिक्षा दिनुभएको छ। त्यसैले मैले सम्झिनुपर्ने थोरै गुरुहरूमा उहाँ उच्च स्थानमा हुनुहुन्छ। मेरो उहाँप्रति यस्तै खालको सदा सम्मान र श्रद्धा रहिरहनेछ र सम्पूर्ण गुरुहरू, सम्पूर्ण अग्रजहरू सबैप्रति उच्च सम्मान सहित प्यारा विद्यार्थी भाइ बहिनीहरूलाई यहाँहरूको उज्जवल शैक्षिक भविष्यको शुभकामना सहित मेरा भनाइ यही बिट मार्दछु। यहाँहरू सबैलाई फेरि पनि चैतन्य नमस्कार, धन्यवाद।